के बेच्नुहुन्छ त्यहाँ? चटपटहरू पानीपुरीहरू के ल्याउनु भयो तपाईँ नि? म त एक्लै आइदिएँ अब यहाँ लेखिदिउँ यसरी लेखिदिन्छु नभए तपाईँको दिनमा लेखिदिन्छु अरे क्या साइकलको माध्यमबाट चाहिँ म चाहिँ 20,000 तालमा जाने प्रयास गरेको होइन। 20,000 ताल चाहिँ मेरो मामा घरदेखि लास्टै टाढा छ, लगभग 10 किलोमिटर जति होला होइन। म सक्छु कि सक्दिनँ साइकलमा जान होइन, प्रयास गर्छु साइकलमा जाने कोसिस गर्दैछु म। अब साइकलमा पुग्छ पुग्दिनँ थाहा होइन, तर प्रयास चाहिँ जारी छ अहिले। कतिको प्रयास मेरो प्रयासले म पुग्छु कि पुग्दिनँ भन्ने मलाई थाहा छैन होइन। कोसिस गर्ने हो गाइस होइन। यता पुग्न नि के भए पुग्यो भने टिकट लाउँछ अरे 50 रुपियाँ, तर मेरो घटीमा 100 रुपियाँ छ। दृश्य फेरि असाध्यै राम्रो छ अरे कि 20,000 तालको दृश्यहरू त्यहाँ चाहिँ राम्रो राम्रो। गाइस मैले चाहिँ आमा भेटाइसकेँ, अब आमालाई सोध्छु कतिको टाढा 20,000 ताल भनेर। ल आमा कतिको टाढा 20,000 ताल? टाढा आमा 20,000 ताल? हाम्रो 10-15 मिनट लाग्छ। धेरै टाढा छैन? 10 किलोमिटर जति भन्छ, 10-15 मिनट जति किलोमिटर के साथीहरूले मलाई त्यही भन्थे। किलोमिटर अब यहाँबाट 5 मिनटमा पुगिन्छ अब साइकलमा त। 5 मिनट पुगिन्छ? पानी छ भने पानी दिन्न, लास्टै तिर्खा लाग्यो मलाई। आमालाई चाहिँ म पानी मागेको, लास्टै तिर्खा लाग्यो कि म त भात पनि केही पनि नखाइकन आएको आमा। ल खुसी लाग्यो किनभने अहिलेसम्म यस्तो कुरा सोधेको मैले अहिलेसम्म थाहा पाइनँ। आमाले चाहिँ सोध्नु भयो कि पानी खान्थ्यो अनि भात खान्छ कि खान्ने भनेर सोध्नु भयो, खुसी लाग्यो। तर मैले घरबाट भात नखाइकन हिँडेको किनभने मलाई भोकै लागेको थिएन कि गाइस, खानै मन लागेको थिएन, त्यही भएर हिँडेको। बाटोमा आएपछि त भोक लाग्दो रहेछ गाइस। तर सुरुमै खाएर हिँडेको भए तर हिँड्न सक्दिनँ, पेल्न सक्दिनँ होला पेट दुखेर, त्यही भएर मैले भोकै पेट हिँडेको। पैसा पनि थोरै छ, धेरै छैन, खाने पैसा त पुग्दैन, त्यही पनि अलिअलि पैसा लिएर हिँडेको। त्यहाँ टिकट लगायो भने टिकट तिरौँला, टिकट लगाएन भने यत्तिकै हिँडौँला भनेर आमाको कुरा सुन्दाखेरि पनि खुसी लाग्यो। हजार जाने क्रममा गाइस मैले खतरा ठाउँ भेटाएँ। अब यता पनि पस्दिउँ न होइन, यहाँ के रहेछ विशेष, यहाँ पनि पस्न पाइन्छ कि पाइन्न, भित्र पसौँ होइन। टाढाबाट देख्दाखेरि भित्र केही न केही होला भनेर पस्न लाग्यो म। हेरौँ अब के छ भित्र, रमाइलो छ कि छैन भित्र। सुत म त्यहाँ अङ्कल भेटेँ। हेलो हावे होइन फेरि साइकलमा हेर्नु आन्टीलाई लिएर आउँछु भनेको, हावे नभएर छोडिदिएँ। ल ल म हिँडेँ गाइस, यहाँबाट नि फोटो खिचिदिनु भयो, दुई तिनवटा फोटो भने खिचिदिनु भयो, खुसी लाग्यो। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ गैँडाको मूर्ति पनि रहेछ उतातिर, तपाईँ देख्नु कहाँ भएको त्यहाँ पानी? खाना खान्छु है पानी, लास्टै तिर्खा लाग्यो कि लास्टै तिर्खा लाग्यो। चटपट बनाएर बेच्नुहुन्छ यहाँ, राख्नुहुन्छ? किन राख्नु भएन त अहिले? ए कतिको बिक्री हुन्छ त यहाँ? कतिको बिक्री हुन्छ यहाँ चटपटहरू? हजुर ए हिँड्नु न त, म एक्लै हुन्छु नि त, फेरि कोसँग जाने त? मेरो हो कि मेरो मेरो मात्रै हो कि तपाईँको होइन? हेर्नु पहिले हुन्थे। अहिले चाहिँ म तपाईँलाई खास गरेर देखाउँछु। तपाईँलाई चाहिँ यहाँ 20,000 तालमा ट्याक्कै ठेला रहेछ एउटा, तपाईँलाई म ठेला देखाउँछु होइन। यहाँको ठेलाको चटपट फेरि असाध्यै बिक्री हुँदो रहेछ। तपाईँ आन्टीलाई यहाँ के कुरा गर्नुहुन्छ? के छ आन्टी, सन्चै हुनुहुन्छ? कस्तो बिक्री भयो त? बिक्री भयो कि भएन यहाँ? हराम भएको? कतिको बिक्री हुन्छ त्यहाँ पसलमा? के बेच्नुहुन्छ त्यहाँ? चटपटहरू पानीपुरीहरू अरू के? ए कहाँदेखि आउनुभएको छ तपाईँ? नजिकै घर तपाईँको? ए कतिदेखि यो त चटपट सुरु? कतिदेखि बनाउँछ तपाईँले? 50देखि हो? पानीपुरी 85 हो? ए यहाँ 20,000 तालको जाने दिनु भएन कि एक्लै भएर, त्यही भएर यहाँ टाइम पास गरेर यहाँ दिमाग खानुभयो अङ्कलहरूले, अङ्कलको दिदी मिलेर। एक्लै आएको साइकलमा? त्यहाँबाट चाहिँ म आइसकेँ किनभने त्यहाँ फेरि जानै दिनु भएन कि मलाई, किनभने अब एक्लै आएको नि त, म एक्लै आएको थिएँ नि त, त्यही भएर जानु दिनु भएन। साथीहरूसँग आएको भए जान पाइन्थ्यो होला, एक्लै आएँ त्यही भएर जान पाएन। टिकट चाहिँ सस्तो रहेछ, अब के गर्नु गाइस, यत्रो दुःख गरेर आएँ जानै पाएन, अनि लास्टै दुःख लाग्यो कि मलाई, के गर्नु त होइन गाइस। त्यही भएर खेर नजाओस् भनेर म चाहिँ बाटुली ताल हो कि के ताल भन्नुहुन्छ त्यहाँको दाइले, त्यही ताल जानु लाग्यो। अब कतिको टाढा हेरौँ, टिकट फेरि 10 रुपियाँ लाउँछ भन्नुभयो, गइदिउँ न होइन, रमाइलो भयो नि नभए नि।
हेर न त मेरो मेहनत कुन ठाउँमा आयो मलाई थाहा छैन आन्टी कुन ठाउँ अरे हो भरतपुर छ केशरबाग केशरबाद शिव मन्दिर ए आन्टीले अब मेरो एउटा फोटो खिचिदिनुहुन्छ अरे खिचिदिन्छ नि अलि राम्रो फोटो खिचिदिनु है सबैले देख्दै बित्तिकै सक भर्छ के ल धन्यवाद दाइ है धन्यवाद दाइ तपाईँले लोकेसन भनिदिएकोमा ल आमा हिँड है कति रुपियाँ लाउँछ 10 रुपियाँ बाघहरू मात्रै हेरेको अर्को के छ त्यहाँभित्र त्यति मात्रै हेरेको नि यहाँभित्र जान चाहिँ टिकट लाउँछ अरे बाघ हेर्नको लागि तर अलिकति भित्र के जाने 25 रुपियाँ तिरेर यार हेर्न सक्नुहुन्छ अहिले आउँदा रहेछ तपाईँलाई बाघ मात्रै हेर्नको लागि कहाँ 25 रुपियाँ तिरिन्छ गाइस यार अरू पनि हेर्न पाए पो हुन्छ यार त्यत्रो पैसा खर्च गर्ने हेर्ने गाइस टाढै छ गाइस यहाँदेखि पनि बाटोली पोखरी लास्टै टाढो रहेछ यार म थाकिसकेँ यार हिँड्दा हिँड्दा यार साइकलमा हिँड्ने पनि लास्ट थकेर आउने कि गाइस यस्तो घाममा पेल्न परेको थाहा छ नि 20,000 ताल जाने भनेर आएको जिन्दगीले कता पुऱ्यायो अब जता पुगिन्छ त्यतै हिँड्ने गाइस दुःख पाए पनि सुख पाए पनि ल गाइस हेर्न सक्नु दृश्य यहाँको दृश्य चाहिँ असाध्यै रमाइलो छ झन् रमाइलो लाउने लिएर आएन अब नपढेको मान्छेलाई सर्च गर्न गाह्रो हुन्छ है ब्यानर लिएर आउनु पर्ने यही त होइन ताल अगाडि दियो यति आउने होला फेरि है मगे म ए अब कसरी सर्च गर्न चाहिँ छोरा छैन नि तपाईँ कहाँ छोरा नाति पलाती भन्नु न योर भ्लगर सर्च हान्न भन्नु यस्तो भन्नु बाटोमा मैले युट्युबर भेट्दा थिएँ उसले फेरि हाम्रो भिडियो फेरि टिकटकमा हाल्छ बाबु तिमीले सर्च गरेर त्यो युट्युबरको नाम योर भ्लगर भनिन्छ त्यो हराउनु भयो अरे आन्टीले यहाँ फोन गर्न लाम्बो साथीको छिटो फोन गर्नु आन्टी जसरी जानुपर्छ है आन्टी हेर्नु है फाइनली म बाटोली ताल आइसकेको छु अब यहाँ टिकट काट्नुपर्ने हुन्छ मैले भिडियो बनाउन पाइन्छ कि पाइन्न आन्टी भिडियो पाइन्छ बोटिङहरू अरू के छ बोटिङ मात्रै हो फुलहरू अरू 25 रुपियाँ होइन डिस्काउन्ट हुन्छ कि आइडी कार्ड छ मसँग आइडी कार्ड लिएर आएको कि मैले हुँदैन के गर्ने तपाईँ गाह्रो पो पऱ्यो 20,000 एक 20,000 बनायो बाटो ताल आइसकेका छु टिकट हेर्न सक्नुहुन्छ टिकट छ मसँग त्यो आन्टीले चाहिँ टिकट दिनै मान्नु भएन किन फेरि नाम फरक पर्छ भनेर भन्नुभयो त्यही भएर मैले लिइनँ खास पनि नामै हुँदैन रहेछ फेरि यहाँ हेर्नु नामै छैन यहाँ नामै छैन के नाम भयो भने नामै रहन्छ त्यही पनि दिनु भएन छोड्दैन अब के गर्ने होइन किन नजान्ने मान्छे होइन मेरो हो बाटोली ताल हेर्न सक्नुहुन्छ दृश्यहरू रमाइलो जे होस् तालमा त रहेछ अरू विशेषता त तालहरू त्यही हो अरू के खाएर त्यही पनि हेर्दैन आनन्द रहेछ के साह्रो राम्रो हेर्न सक्नुहुन्छ दृश्य यत्रो मिहिनेत गरेको केही न केही त भयो यहाँ चाहिँ वेस्टहरू यो फोहोरहरू यहाँ सङ्कलन गर्नुभएको रहेछ यहाँ हेर्न सक्नुहुन्छ प्लास्टिक बोतलहरू सबै यहाँ छ प्लास्टिकहरू सबै रमाइलो छ हेर्दाखेरि नि मान्छेहरू पनि धेरै नै आउनुभएको रहेछ रमाइलो छ त्यो छैन आन्टी आनन्द छ आन्टी पनि पहिलोचोटि आउनु भएको आन्टी पहिलोचोटि आउनु भएको दोस्रोचोटि अरू के छ त यताको विशेषता यही ताल मात्रै हो कि अरू केही अरू केही छैन कहाँदेखि बोटिङ गर्ने तलदेखि हो ए टिकट लेखेर दिनभरि काम गर्छ कि कसो हो यो आजको लागि मात्रै हो कि ए त्यसो दिनभरि हिँड्नुपर्छ जस्तो अरे फोटो खिच्दिन्न दाइ फोटो खिच्दिन्न दाइ भनौँ कि भाइ भनौँ फोटो खिच्दिन्न कि ढुटाइ फोटो खिचिदिनु भएन कि खिच्दिन्न एक्लै आउनु भएको के हो एक्लै आउनु भएको तपाईँ हो नि म त एक्लै आइदिएँ अब एक्लै पनि रमाइलो हुन्छ जोडी अब बनाइदिन्न अब जोडी नै छैन अब के बनाइदिन्छ फोटो हिँड्दा पाइन्छ कि पाइन्छ त्यहाँ डुगा थियौँ
फोटो मात्रै खिच्नको लागि के बोटिङ गर्ने त्यहाँ फेरि खेलीलाई मात्रै होला फेरि है ब्लग बनाएको कि भिडियो बनाएको अब ब्लगर भएपछि हिँडिरहनुपर्छ बनाइरहनुपर्छ भिडियोहरू रमाइलो गरिरहनुपर्छ त्यहाँ खेल्ने मान्छेलाई मात्रै होला हामीलाई जान दिनु होला तपाईँले भनिदिनु न त हिँड्नु न त पार्टी हो क्या पुरा दिदीहरू त पुरा तयारी गरेर आउनुभयो त अङ्कल चाख्न पाइन्छ मैले नि पहिले भनेको चाखिहाल्थेँ नि अङ्कलले पहिले भन्छ कि यस्तो दुःख पाउनु पर्थेन भन्छु कि भाइरल हुन्छ तपाईँ झन् हाई 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 भन्दाखेरि पुरा हाई मुखबाट हाई निस्किने अहिले त्यहाँ बस्ने हो तपाईँ एकछिन त्यहाँ बस्नु नि एकछिन पुरा फोटो हालिदिनु न त फोटो कति लागेन कि मेरो साथीहरूलाई देखाउनु पर्दैन एक्लै आए पनि रमाइलो गर्यो भनेर अब एक्लै आयो फोटोसोटो खिचेन के कामलाई त यहाँको साथीहरूले नि होइन कि साथीहरूले नि पत्ताउन कि यहाँको हो भनेर सुनेको त सबुत चाहियो नि त्यही हिँड्दिनु न एउटा फोटो हान्दिनु के तपाईँसँग आइफोन छ कि छैन दिदी दाइले हान्दिनु न एउटा दाइ हान्दिनु छ हजुर यता अब तपाईँले खानुहुन्छ नि तपाईँ सुरुमै रिसाउनु भयो त्यही भएर मैले बोल्दै बोलिनँ डराउँछ कि केटी मान्छेहरूसँग बोल्नलाई मेरो चप्पलले हान्नु भएन मलाई फेरि मेरो फ्यानहरूले मलाई के सोच्छन् अनि भिडियो कसले आज यसरी डेली चप्पलको छाप बसेपछि भाइरल हुनुको लागि त चप्पलको छाप पनि बसाउनको लागि रेडी छु हाम्दिन त दिदी जाम है नि दुईवटा फोटो हाम्दिनँ नि वाट्सएपमा पठाइदिनु मलाई पुग्यो नि म जान्छु तपाईँलाई नि आनन्द मलाई पनि आनन्द है अनि भिडियो बेलुका आउँछ नि तपाईँले सर्च गरेर हेर्नु तपाईँले सम्झिनको लागि के गरौँ त यहाँ लेखिदिउँ यहाँ लेखिदिउँ यहाँ लेखिदिउँ न लेखिदिउँ यहाँ लेखिदिन्छु तपाईँले सर्च गर्नु यस्तो गर्छु म यहाँ लेखिदिन्छु तपाईँले स्क्रिनसट गर्नु अनि लिएर जानु के दिदी मेरो एउटा फोटो खिचिदिनु आइफोन छैन मेरो रुन मन लाउँछ मलाई यस्तो कुरा सुनेर इन्कम पनि हुँदै हुन्न मेरो टिकटकबाट युट्युबबाट पैसा छैन पैसै होइन तपाईँको प्रमोसन गरिदिन्छु हुन्छ गर्नुभएको त्यस्तो त्यसरी टिप्न पाइनँ दिदी झरेसित उठाउनु भयो त यसरी उठाउने हेर्नु यहाँ के गर्ने दिदी मलाई त निकाल्न नि आउनु गइछ यता गइछ र साँच्चै भन्नु न यहाँ फेरि फस्यो अन्त निस्किनै सकिन्न है ओ दिदी कसलाई दिन हो यति धेरै टिप्नु भएको बुढालाई दिदीले आज केही न केही गर्नुहुन्छ जस्तो तपाईँलाई ट्याग गरेर बनाउँछ है म बेलुका आउँछ है यो ब्लग हेर्न नबिर्सिनु होला यो ब्लगर सर्च हानेर हेर्न सक्नुहुन्छ तपाईँले हजुर नाम लेखिदिनु पर्ने हो कि होइन तपाईँले भन्नु म लेखिदिन्छु यहीँ ऊ त्यहाँ लेखिदिन्छु म यहाँ लेखिदिउँ यसरी लेखिदिन्छु नभए तपाईँको दिनमा लेखिदिन्छु अरे क्या रोक्नु जिन्दगी पनि कस्तो आयो यी कहाँ फस्यो फुल यति मेहनत गरेर निकालेको धन्यवाद तपाईँलाई बाई बाई भिडियो आउँछ है बेलुका तालबाट 20,000 बनायो यो बाटो के अरे बाटोली तालबाट अब घर जानु लाग्यो किनभने अब घर जानुपर्ने हुन्छ बेलुका हुन लागिसक्यो बाटोली तालमा चाहिँ असाध्यै रमाइलो लाग्यो मलाई भिडियो राम्रो पनि बने होला कुनै भिडियो नराम्रो पनि बन्यो होला नराम्रो नमानिदिनु होला अब जसरी भयो नि बनाएँ होइन बनाउने नै ठुलो कुरो हो गाइस किनभने मसँग त्यस्तो राम्रो मोबाइल पनि छैन त्यस्तो बोल्न पनि त्यस्तो राम्रोसँग आउन मैले बल्ल सिक्दैछु माइन्ड नगर्नु होला गाइस आजको लागि यति नै भिडियो मन पर्यो लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु ल बाई बाई गाइस